त्यही योजना अनुसार हामी अगाडि जाउँ होइन। अब छोडिदिने लता छोड्दै अब मनकुमारी दिदीलाई एक्लै जे गर्छ गर्छ भनेर छोडिदिने हो भने अब मनकुमारी दिदीको पनि अवस्था देखेकै छौँ हामीले होइन। अब पैसा अस्ति मलाई हरेकचोटि के अरे सर्वोच्च अदालतमा अब सुनवाई हुँदैछ है, हुँदैछ, यति गते पेशी छ, यति नम्बरमा छ भनेर सुनाउनु हुन्थ्यो। पनि आइज वडा अध्यक्षलाई हामी बोला, अरू साथीभाइहरू पनि लिएर आइज, म एक्लैलाई जे पनि गर्न सक्छन् भनेर एकपल्ट त गराए पनि भन्दै हुनुहुन्थ्यो अघि होइन। फैसला हुने बेलामा अब हामी के अरे सुनवाई हुने बेला अब पालो नम्बर यति हुँदा चाहिँ 6-7मा पर्दा चाहिँ आज सुनवाई हुँदैन भनेर गएनौँ। अब अन्तिम बेला चाहिँ 1 नम्बरमा परेको बेला अब हामी पनि कार्य व्यस्तता यति थियो, अलिकति व्यस्तताको कारणले गएनौँ। किनभने के कुरामा ढुक्क थियौँ भने हामी अब जिल्लाले जिताइसकेको कुरा, के अरे उच्च अदालतले जिताइसकेको कुरा, सर्वोच्चले धेरै एकदमै न्यून केसमा मात्रै जिताउँछ भनेर हामीले त्यो लगभग आकलन गरेका थियौँ। सर्वोच्चले त्यसरी व्यक्तिको जग्गा भन्ला भन्ने हामीलाई लागेको थिएन। अझै पनि फैसला के हो भन्ने कुरा यकिन चाहिँ छैन भन्ने कुरा छ होइन। अब यही व्यक्तिकै उपभोग गर्न पाउँछन् या पाउँदैनन् भन्ने अझै पनि अन्यल छ। तर पनि हामीले अगाडि बढेर अब के गरेर अगाडि बढ्न सकिन्छ त्यो कुराहरूको चाहिँ अब निर्णय गरेर हामी आम उपभोक्ताले जानुपर्ने अवस्था छ। अब यसलाई चाहिँ हाम्रो स्तरबाट, हामी उपभोक्ताको स्तरबाट के गर्न सकिन्छ? अब यी आवाज उठाउने हो होइन, अब मिडिया बोलाउने हो, या नगरलाई गुहार्ने हो, या वडालाई गुहार्ने हो, या वनलाई गुहार्ने हो, ती कुराहरू छन्। अब नेतृत्व गर्ने कुरा हो यो अबको नेतृत्व एउटा सक्षम मान्छेले होइन, एउटा अलिकति परिपक्व मान्छेले गर्नुपर्ने अवस्था छ। किनभने यो जाल झेल देखियो क्या जताततै होइन, कुराले जित्न खोज्ने होइन, यो कुराहरू देखियो। अब निर्णय बकाइदा यहाँ उच्चको निर्णय फैसलामा चाहिँ अब यहाँ आम उपभोक्ता के अरे समितिले बसेर निर्णय गरेर दिएको भनेर त यहाँ पढियो भनेपछि अदालतले त झुटो बोलेन होला, अदालतले त झुटो बोलेन होला। अब अध्यक्षज्यू मैले नजानी गरेँ होला, कस्तो नजानी गरेँ होला भन्ने कुराको जवाब अब छक्क पर्यो। अब राति सुतेको बेला गराए कि रक्सी पाएर बताएर गराए कि होइन, यो भएन होला यो कुरा भनेपछि अब हामीले के गर्ने, अब कसरी अगाडि बढ्ने कुराको छलफल चाहिँ अगाडि बढौँ। अब मैले अघि नै भनिहालेँ, नगरलाई गुहार्ने कि वनलाई गुहार्ने कि वडालाई गुहार्ने कि होइन, यहाँ हामी नै सक्षम भएर हामीले नेतृत्व लिने कि पत्रकारलाई गुहार्ने कि अब अर्को अलिक जान्ने वकिललाई गुहार्ने कि होइन, वन महासंघलाई गुहार्ने कि त्यो निर्णयहरू चाहिँ हामीले गरेर जाउँ। त्यो गरियो भने चाहिँ अलिकति हाम्रो परिपक्व बाटो हुन्छ। यहाँ झ्याउझ्याउ म्याउ गरेर हामी कराएर हुनेवाला केही पनि छैन। सबैभन्दा पहिलो कुरो चाहिँ नेतृत्व कसले गर्ने को माथि हामीलाई विश्वास छ त्यो कुरा चाहिँ हामी बसेर छाउनु त्यति भन्दै मेरो हिसाब किताबको कुरामा चाहिँ अब आज त ल्याउनु नसक्छ। अब हिसाब किताब अघि भन्नुभयो त रामले अब के अरे हिसाब किताब अडिट हेर्नको लागि चाहिँ अब टाइम दिनुपर्छ, कति दिन हुन्छ, हप्ता दिन, 2 दिन, 5 दिन भनेर अघि भनिसक्नु भयो। नयाँ नेतृत्वले खोज्दै अब कसले चाहिँ हिसाब किताबमा घोटाला गराएको छ त्यो निकायमा जाने उठाउने ती कुरा पनि रहला होइन। त्यसलाई समितिले बोलाएर त्यतिखेरै सुनाउँदा नि अब उनीहरूले हिसाब दिनमा हिसाब किताब नगर्ने चाहिँ गैर जिम्मेवार समितिले के हो होइन, हिसाब किताबै नगर्ने आफैले नबोलाउने भनेपछि यो यत्रो वर्षदेखि आफैलाई नबोलाउनु उद्देश्य के थियो होइन। यो यसै गरी यो हाम्रो संस्थालाई पनि त्यही योजना अनुसार हामी अगाडि जाउँ होइन। अब छोडिदिने लता छोड्दै अब मनकुमारी दिदीलाई एक्लै जे गर्छ गर्छ भनेर छोडिदिने हो भने अब मनकुमारी दिदीको पनि अवस्था देखेकै छौँ हामीले होइन। अब पैसा अस्ति मलाई हरेकचोटि के अरे सर्वोच्च अदालतमा अब सुनवाई हुँदैछ है, हुँदैछ, यति गते पेशी छ, यति नम्बरमा छ भनेर सुनाउनु हुन्थ्यो। पनि आइज वडा अध्यक्षलाई हामी बोला, अरू साथीभाइहरू पनि लिएर आइज, म एक्लैलाई जे पनि गर्न सक्छन् भनेर एकपल्ट त गराए पनि भन्दै हुनुहुन्थ्यो अघि होइन। फैसला हुने बेलामा अब हामी
के अरे सुनवाई हुने बेला अब पालो नम्बर यति हुँदा चाहिँ 6-7मा पर्दा चाहिँ आज सुनवाई हुँदैन भनेर गएनौँ। अब अन्तिम बेला चाहिँ 1 नम्बरमा परेको बेला अब हामी पनि कार्य व्यस्तता यति थियो, अलिकति व्यस्तताको कारणले गएनौँ। किनभने के कुरामा ढुक्क छौँ भने हामी अब जिल्लाले जिताइसकेको कुरा, के अरे उच्च अदालतले जिताइसकेको कुरा, सर्वोच्चले धेरै एकदमै न्यून केसमा मात्रै जिताउँछ भनेर हामीले त्यो लगभग आकलन गरेका थियौँ। सर्वोच्चले त्यसरी व्यक्तिको जग्गा भन्ला भन्ने हामीलाई लागेको थिएन। अझै पनि फैसला के हो भन्ने कुरा यकिन चाहिँ छैन भन्ने कुरा छ होइन। अब यही व्यक्तिकै उपभोग गर्न पाउँछन् या पाउँदैनन् भन्ने अझै पनि अन्यल छ। तर पनि हामीले अगाडि बढेर अब के गरेर अगाडि बढ्न सकिन्छ त्यो कुराहरूको चाहिँ अब निर्गोल गरेर हामी आम उपभोक्ताले जानुपर्ने अवस्था छ। अब यसलाई चाहिँ हाम्रो स्तरबाट हामी उपभोक्ताको स्तरबाट के गर्न सकिन्छ? अब यी आवाज उठाउने हो होइन, अब मिडिया बोलाउने हो, या नगरलाई गुहार्ने हो, या वडालाई गुहार्ने हो, या वनलाई गुहार्ने हो, ती कुराहरू छन्। अब नेतृत्व गर्ने कुरा हो यो अबको नेतृत्व एउटा सक्षम मान्छेले होइन, एउटा अलिकति परिपक्व मान्छेले गर्नुपर्ने अवस्था छ। किनभने यो जाल झेल देखियो क्या जताततै होइन, कुरा गरौँ कुराले जित्न खोज्ने होइन, यो कुराहरू देखियो। अब निर्णय बकाइदा यहाँ उच्चको निर्णय फैसलामा चाहिँ अब यहाँ आम उपभोक्ता के अरे समितिले बसेर निर्णय गरेर दिएको भनेर त यहाँ पढ्यो भनेपछि अदालतले त झुटो बोलेन होला, अदालतले त झुटो बोलेन होला। अब अध्यक्षज्यू मैले नजानी गरेँ होला, कस्तो नजानी गरेँ होला भन्ने कुराको जवाफ अब छक्क पर्यो। अब राति सुतेको बेला गराए कि रक्सी पाएर बताएर गराए कि होइन, नगरी त यो भएन होला यो कुरा भनेपछि अब हामीले के गर्ने, अब कसरी अगाडि बढ्ने कुराको छलफल चाहिँ अगाडि बढौँ। अब मैले अघि नै भनिहालेँ, नगरलाई गुहार्ने कि वनलाई गुहार्ने कि ओडालाई गुहार्ने कि होइन, यहाँ हामी नै सक्षम भएर हामीले नेतृत्व लिने कि पत्रकारलाई गुहार्ने कि अब अर्को अलिक जान्ने वकिललाई गुहार्ने कि होइन, वन महासंघलाई गुहार्ने कि त्यो निर्णयहरू चाहिँ हामीले गरेर जाउँ। त्यो गरियो भने चाहिँ अलिकति हाम्रो परिपक्व बाटो हुन्छ। यहाँ झ्याउझ्याउ म्याउ गरेर हामी कराएर हुनेवाला केही पनि छैन। सबैभन्दा पहिलो कुरो चाहिँ नेतृत्व कसले गर्ने को माथि हामीलाई विश्वास छ त्यो कुरा चाहिँ हामी बसेर छलफल गर्छौँ। यति भन्दै मेरो हिसाब किताबको कुरामा चाहिँ अब आजको आज त ल्याउनु नसक्छ। अब हिसाब किताब अघि भन्नुभयो रानुङले अब के अरे हिसाब किताब अडिट हेर्नको लागि चाहिँ अब टाइम दिनुपर्छ, कति दिन हुन्छ, हप्ता दिन, 2 दिन, 5 दिन भनेर अघि नै भनिसक्नु भयो। नयाँ नेतृत्वले खोज्ने अब कसले चाहिँ हिसाब किताबमा घोटाला गरेको छ त्यो निकायमा जाने उठाउने ती कुरा पनि रहला होइन। त्यसलाई समितिले बोलाएर त्यतिखेर सुनाउँदा नि अब उनीहरूले हिसाब किताब